हेलो एभ्रिवान, आज म चाहिँ अब नयाँ भिडियो नयाँ कन्टेन्टको साथ चाहिँ अघि बढ्न लागिसकेँ। आज म चाहिँ तपाईँले यस्तो अस्ति देखिरहनु भएको त्यो भिडियोको भाइलाई चाहिँ आज म टक्क सपनामा देखेँ कि। अनि त्यसपछि त्यसलाई खोज्दै जाने हो कता अब लाभर भाषा थाहै छैन है। त्यसको याद आयो कि मलाई, अनि टक्क यहाँ बस्नुभन्दा चाहिँ रुममा बस्नुभन्दा चाहिँ जान्छु भनेर अहिले टक्टुक्क यस्तो रेडी भएर चाहिँ निस्केको। लेट्स गो हेरौँ है त्यो कहाँ भेटिन्छ त्यो भाइ। फाइनल्ली म रुमबाट टक्क उसलाई खोज्नको लागि रुम बन्द गरेर हिँड्छु। अनि म रुमलाई बन्द गरेर गेट पनि बन्द गरेर त्यो चाहिँ कहाँ छ भनेर खोज्नको लागि म अगाडि बढ्छु। 4 बजेको समय थियो, केटाकेटीहरू बल्ल आउने समय थियो। अनि त्यो चाहिँ केटाकेटीहरूले उसलाई जिस्काउँछ भन्दै बस्थ्यो के चोकहरूमा। अनि त्यसमा भेटिन्छ कि भन्दै म अघितर्फ लागेँ। अनि पहिला मैले नास्ता खुवाएको त्यो ठाउँमा छ कि भनेर म चाहिँ त्यो ठाउँमा एकदमै के हतारमा गएँ है। तर त्यो ठाउँमा पनि हो भए त राम्रो हुन्थ्यो भन्दै सोच्दै गएको थिएँ। अनि फाइनल्ली त्यो ठाउँमा पुगेर हेर्दा त्यो ठाउँमा कोही थिएन, दुइटा थिए। अनि म जान्छु अर्को ठाउँतिर। ल फाइनल्ली गाइस म चाहिँ खोज्दै यहाँ बानीटारको पुलमा आइसक्यो है। यताउता यहीँ साइड बस्छ भन्दै थियो एउटा दाइलाई सोचेको है। अनि कहाँ रहेछ म हेर्छु, खोजिरहेको है। अब कतना भेटिन्छ थाहै छैन कि। अस्ति त्यहाँ भेट्दै थियो, अनि यो ठाउँमा आइसक्यो। ए उता फर्किरहेको यहीँ जस्तो मान्छे लाग्यो मलाई। अरे बाबु थाङ्ने बा त अन्त झिल्के भएर बसिस् त। मलाई चिनेनस्? म सचिन सर हुँदो रहेछ। कहाँबाट आउनुभयो त पनि? ए खोज्दै आएको हिजो सपनामा देखेको थिएँ मलाई देख्नु बाबु, यस्तो हिरो। हे भगवान्, अनि त हेन्सी भएर बसिस् त है। एउटा दाइले दिनुभयो लाइदेखि अरे। ओहो म चिन्नै गाह्रो भयो त। अनि लुगा लाएर के भन्नु, पेटमा अन्न छैन। आज नि खाइनस्? 2 दिन भयो शुद्ध पानी। म 2 दिन नभेटेको पानी मात्र खाइस्? शुद्ध हात गोरा सलाद सुलुट शुद्ध पानी। लुगा राम्रो लाएर के गर्नु? हिजो सपनामा देखेँ मैले तँलाई। मलाई देख्नुभयो? आज खोज्दै यहाँ यता खोजेँ, यो यता सबतिर चाल्ने है त। अनि के त अनि यस्तो त हेन्सी भएर बसिस्, म चिन्नै गाह्रो भयो। ऊ त्यो बराड हेरेको कि। अनि अब दाइले दिनुभयो, दुःख देखेर दुःख देख्न सकिन हौ बाबु तिम्रो भनेर दाइले लुगा लगाइदिनु भयो। तर खाना चाहिँ खुवाइदिनु भने कि दुःख लाग्यो कि मलाई फेरि। ए आज नि खाना खाइनस्? सुको टाँट छैन आफूसँग, अनि भोकले लम्पट, शुद्ध पानी। अनि बाबु के खाने जाने खाना? कति तपाईँलाई दुःख दिनु हौ? होइन बाबु, हिँड तँलाई मैले यसो यो ठाउँ यस्तो हेन्सी मान्छे होइन म त। फिल्मको हिरो भेटाएँ कि भनेको त बाबु तँ रहेछस् त। अब लाउन पाएर खाना पाए कसलाई राम्रो देखिँदैन हौ दाजु। यस्तो हिरो मान्छे है। अब लगाइदिनु भयो नाना, म त हिरो भएँ हौ। त्यसो भए जाऊँ न त, माथिसम्म जाऊँ यसो दाइहरू। जाने हो र? माथि हो खाना लाने। ल साँच्ची जाने? के खुवाउनुहुन्छ र हौ? के खान्छस्? जा डाँडा भाइ 2 भाइ घुमेर आऊँ। साँच्ची हो त? जा होइन ल। हो जाऊँ हिँड। हुन्छ नि त। खानु पर्यो आज। पर्यो धन्न खाने हो, हिँड्ने हो। अनि त हिरो हो जस्तो देखिए जस्तो। ए बाबा पछि आडा त यो मान्छे हो अलि माथि डाँडोमा हो। अनि माथि डाँडोमा टक्क 2 भाइ बसेर खाना खाँदै कुराकानी गर्नुपर्छ। त्यो त बहुत माया लाग्यो त मलाई त बाबु। मान्छे नि माया लाग्दछ के रे। छस् गर्नु पर्यो नि तपाईँहरूले। खोजेँ रन थन भएँ, यताउता आधी घन्टा लाग्यो खोज्न तँलाई। कति माया गर्नुहुन्छ हो मलाई। भाउ कसैले गाडीले हान्यो कि कता बस्छ, टेन्सन भयो त बाबु तेरो मलाई। कति माया गर्नुहुन्छ हो। साउजी नि हो नि मेरो। हो बाबु, खाना दिनु चाहिँ साउजी है तपाईँ।
त्यसपछि नचिन्नुलाई है म फेरि चिन्न सक्दिनँ चिनिनस् मलाई चिनि नसकी को हो भनिस् बल्ल बल्ल खाना बल्ल पाउँछु भन्ने कुरा निकाल्नु भयो चिनिहालेँ चिनिहाल्यो हो यस्तै गर बाबु यस्तै गर्नुपर्छ है चिन्ने गाह्रो चिन्नै गाह्रो छ हो गुड यस्तै गर्नुपर्छ ल छिटो जानुपर्छ आज ओहो आइयो नि बाबु हामी चाहिँ बल्ल बल्ल कति हिँडाउनु भयो त कहाँ हो एकदम पर्सिँदै पिपल बोटे दाइकोमा हिँड बाबु हिँड यहीँ हो नजिक हो अब तिमीहरूले भनिहाल्यौ यता साइडमा बस्छ हो यताबाट हिँड गुड बाबु बाबु त हिरो वाहन आज भोलि यस्तो हिरो पनि यहीँ के खाने दुईवटा चिया बरु त दुईवटा चिया र एउटा चटपट बनाइदिनु ल कति 80को एक ठाउँ मिठो मिठो आज खाने भएछ है बाबु अघिपछि ए यहाँ बस्ने ओहो है जुन पनि राम्रो छ त बस अनि तपाईँ बस्नुहोस् हो माया गर्छ कि बाबुले अनि कस्तो लाग्यो यो ठाउँमा आउँदा राम्रो रहेछ यो त हासिन राम्रो कस्तो छ ठाउँ एकदमै राम्रो रहेछ अब मैले खाने चाहिँ के हो मगाऊ चिया र चटपटे अरू केही खाने पहिला त्यति खाउँ अगाइन भने खाउँला के अरे हेर त सिन कति राम्रो छ कुन ठाउँ हो यो कुन गाउँ हो यो कुन गाउँ यो गाउँ होइन बाबु काठमाडौँ सहर हो यो सहर हो यो सहर हो नि बाबु देखि थिएनस् देख्नु हो म त अन्धो भइसकेँ म हो भोकले एहे टाढ जो गाह्रो छ नि है यो ठाउँमा अनि यो ठाउँ अब आउने सधैँ सधैँ भेट त हुँदैन होला तपाईँ कहाँ हुन्छ म आइरहेको छु नि तपाईँलाई सपनामा देखेँ कि हिजो अनि त्यही भएर मलाई सम्झिनु भयो माया गर्छस् मलाई गर्छु के अरे भाइजी चिन्दैनस् अस्ति त्यत्रो खुवाएर अनि आज भन्दा त को हजुर भनिस् त मलाई त अनि मैले चिन्ने भनेकै खुवाइजेल कन्जेल तपाईँले आज खुवाउनु भयो आज चिन्छु भोलि त को चिन्ने गाह्रो कि मलाई भोक लागेर कि सुक्को टाँट हुन्छ ल बाबु आउँछ अनि खाने अनि जाने ल त आफ्नै कता बस्छस् कता हो प्रतीक्षालयमा बस्छस् कि उता कता के ल्याहास उयो ढल बन्ने हुन्छ नि नाली ए नालीमा आज पानी हुन्छ त्यहाँनिर पानी पर्छ पानी झर्छ कि त्यही सुत्छु आज पानी पर्ला जस्तो हो हिँड हाम्रो रुममा बस्छस् त सोफामा त्यस्तो सुत्ने बानी छैन मेरो ल त्यस्तो सुत्ने बानी छैन हो ल बाबु कस्तो छ चिया हेर त चिया कस्तो हो गुलियो छ हजुर गुलियो हो गुलियो छ मिठो अब चटपटे आउँछ अनि खाने ल जात्रै भोक लाहा म खान्छु कि म खान्छु हो ल यसलाई मैले चिया खुवाइसकेँ अब म पनि खाँदैछु एकदमै राम्रो ठाउँमा लिएर हो कि फेरि खुवाएको पनि सिन टक्क देखिरह नि त अनि एकदमै बहुत माया गरे बिचरा अब खानै खाएर हिँड्छ अघि नै सुक्को होइन भन्थ्यो फेरि हिरो भएर हिँड्छ नि फेरि एकदम हिरो जहिले मागेर भन्छ खै खियो कुरो है चटपटे आउँछ र खाने ल मायालु छ क्या फेरि मान्छे नत्र म खोज्न आउँथेन आज ल फाइनल्ली चिया खुवाइसक्यो अब चटपटे लिएर जाँदै हो अनि हाम्रो बाबु चाहिँ अब यहाँ बसिरह बाबु चटपट बन्यो चिया त खाइयो खाऊ चटपटी पनि आयो आयो नि एकछिन भोका छु भने होइन जति खान पाइने मिठो 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 म एक्लै हो कि यो हुन्छ एक्लै खान्छु ल एक्लै खा ल अरू केही मगाइदिउँ एक्लै त नखाऊ होला हो मलाई पनि दिन्छस् भोगा बेलामा होसै भयो भने एक्लै खानु हुन्न नि बाढी खानुपर्छ ए मलाई पनि दिन्छस् ल हुन नि कति माया गरेको बाबुले अनि खाम मिठो पो रहेछ त है खा ल अनि उता घुम्न जानुपर्छ राम्रो ठाउँ लिएर जान्छु ल